आँटिँदाखेरि रात भयो पुरै म सो हाई गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। सो तपाईँको सामु फेरि नयाँ भिडियो लिएर आइसकेको छु। सो हेर्दै गर्नु होला होइन। अब चाहिँ म रेडी पनि भइसक्यो होइन, सतेर जान कम्प्युटर क्लास पढ्न जानु लागेको। एन्ड कम्प्युटर क्लास पढ्न गएर फेरि घर नै आउँछु होला, केही काम छैन होइन, घर आउँछ अलिअलि काम छ घर गर्न। सो त्यही हो, सिधा कम्प्युटर क्लासबाट हो त ग्यास। ओके रोडमा पनि आइसकेको छु। के हुन्छ ब्लग बनाएर युट्युबमा हाल्छु क्या। बनाएन तपाईँको, बनाएन चिन्ता नगर्नु, बनाएन क्या मजा आएन। तोली खोला पुल पनि पुगिसक्यो। सो जाम तोली खोला पुल छ अगाडि देख्छ। अब यहाँबाट चाहिँ अब हाइवे मेन रोड स्टार्ट हुन्छ नि। यहाँ चाहिँ अब यहाँबाट चाहिँ 4 लाइन रोड छ, बन्दैछ। हेरौँ कहिले भइन्छ। यहाँ चाहिँ रोड कन्स्ट्रक्सन हुँदैछ। यहाँबाट चाहिँ 4 लाइन रोड बन्दैछ, रोड कन्स्ट्रक्सन हुँदैछ। यहाँबाट चाहिँ अलिक फेरि कच्ची बाटो जानु पर्छ। यहाँ जेसी तर्सेको छ, खासै कसै धुलो धुवा कम्प्युटर क्लास पनि आइसकेँ। अब चाहिँ सिधा घर जान्छ। एउटा अटो छैन त्यहाँ हरेर जाने, हाम्रो घर जाने अटो। गाइस अहिले चाहिँ म कम्प्युटर क्लास पढ्नु नै छु। घर जाने भनेको एउटा अटो छैन यार, हरेर जाने यार। कहाँ मोटेसन सबै अटो, एउटा अटो कतै पनि छैन क्या। फेरि जान नै घरसम्म म जान। अहिले चाहिँ छिन्चुबाट घर पनि आइसक्यो। एन्ड नेक्स्ट थिङ आँप पाकिसकेको छ, एक सानो लाभ होइन। सो घर आउने बित्तिकै आँप खान पाइयो होइन। अझै फेरि बुढामा आँप अचार झार्ने आँप झार्ने क्या, त्यहाँ जान्छु होइन अचार झार्न आँप झार्नलाई। सो सिधै कपडा चेन्ज गरेर भेटौँ क्या। यहाँ चाहिँ म चाहिँ आँप खाएर लिची पनि रहेछ क्या। लिची खै कसले ल्याइदिएछ होइन, लिची पनि रहेछ। सो किरा त छैन। सो गाइस म जान ल आइपुग्नु सक्यो। आँप टिपेर यति छैन आँप चाहिँ यहाँ छ, यहाँ छैन। अस्ति गरी म आँप टिप्दाखेरि गाइस अन्त यस्तरी चोट लाग्यो क्या आँप टिप्दाखेरि। रात भयो पुरै म आँप टिप्दाखेरि के आँप टिप्नु जाएको त यार, पुरै चोट लाग्यो यार रातिबाट त। यस्तो भयो राति पुरा यार, हात नै सुजिसक्यो। सो अब चाहिँ होइन म चाहिँ खाना खान्छु। दिउँसम्म चाहिँ यस्तो चोट लाग्छ क्या, खाना खान्छु त्यसपछि चाहिँ हेरौँ के हुन्छ। लास्टै टट्टा खायो यार, कन्ट्रोल नै गर्न सकेन नि, यस्तो टट्टा खाने चाहिँ लास्टै दुखिरहेको यार। हेर्नु यस्तो दुख्यो नि म कसम से कान्ट यार, म व्यक्त गर्न सक्दैन कतिको दुखिरहेको भन्न म कसम से यार। हेर्नु त्यहाँ मसमा क्रिएट के म झन् कस्तो ठाउँमा लाग्यो कि म। सो यस्तै हुनसक्छ न तपाईँहरू पनि केयरफुल्ली भएर चाहिँ दुःख चढ्दाखेरि होइन, अलिक केयरफुल हुनु होला। चोट लाग्नु सक्छ। यता त खासै लागेको छैन, यता त दाह्रो गऱ्यो अलिअलि दाह्रो गऱ्यो भए होइन, त्यही हो। तर यो हात त लास्टै लाग्यो क्या। अब चाहिँ सो अब छोडिदिउँ होइन, खानासाना खाऊँ। भोक पनि लास्टै लागिसक्यो यार, 12-1 बजिसक्यो। असन खाना नि खाएन। छिन्चुबाट आएर सिधै भाडा छिन्चुबाट आउने बित्तिकै सिधै गएको, केही पनि खाएको छैन क्या। म जान होला, मल बोकिरहेको छु। यहाँ तल बाहिर लाग्नुपर्ने छ। पहिला म धलिदिनु पर्छु, तल बोक्नुपर्छ मल होइन। पेट्रोल धेरैजना तल त्यहाँ थुप्रो जाल लगाएको नि हो, त्यही हो न मल बोक्ने।
साँझ पनि पर्न आइसक्यो घाम चाहिँ अस्ताउनु पनि घाम पनि अस्ताउनु लागिसक्यो होइन सो गाइस मल जान आला किन फाली पनि सक्यो मल सनसेट पनि हुनै लागिसक्यो होइन अँध्यारो भइसकेको छ सनसेटले गर्दा लास्टै क्या यति झन् हात पुरै भात हात चोट लागेर दुखिरहेको झन् मल बोकेर पर्छ है यो न अहिले फेरि अर्कै भयो कि खतरनाक भइरहेको हेर्नुहोस् फेरि अहिले नै यस्तो भयो अहिले अस्ति टट्टाइरह न त्यही पनि के गर्ने भोग्नु पऱ्यो काम गर्नै पऱ्यो यही हो गाइस गाउँले जीवन होस्टेल बस्दाखेरि चाहिँ आनन्द हुँदैन केही काम न केही होइन मस्तले खायो बस्यो पढ्यो मोबाइल हेऱ्यो यतिखेर घर आएपछि चाहिँ अलमोस्ट काम चाहिँ गर्नै पर्छ कि अब जस्तो अब सहरतिर घर भएको अब यस्तो के बोक्नु पर्दैन होइन त्यही पनि घर गाउँ भनेको गाउँ नै हो कि जति गरे नि होइन जति काम गऱ्यो नि तर सहरमा तर चाहिँ गाउँमै हुन्छ गाउँमा गाउँमा जस्तो पल्युसन सल्युसन पनि केही हुँदैन सहरमा त जता हेऱ्यो पल्युसन धुलो धुवा अहिले छिन्चुमा यही बस्ने ठाउँ केही छैन पुरो रोड कन्स्ट्रक्सन हुँदैछ 2-3 वर्ष लाग्छ लगभग 1.5-2 वर्ष भयो पुरो धुलो हो क्या बल्ल एकचोटि अलिक पिच गऱ्यो यो वर्ष अलि पिच गरेछन् बाटो अलिअलि खोलिरहेछ पिच गरेर बाटो चाहिँ नत्र भने पुरा धुलो कि अब त झन् बर्खा त झन् त्यो मच्छर लागिन त्यो पानी ताल परेर बस्न सकिन्न होला त्यहाँ त हेर्ने यस्तै हो घाम पनि बिताउन लागिसक्यो रात पनि पर्न लागिसक्यो अझै पुग्नु छ यार मलाई